मानौँ जिडिपीमा कृषि क्षेत्रको योगदान हाम्रो आवधिक योजनाको टार्गेट एउटा होला, त्यही अनुसारको कुन आधारमा जाने भन्ने समग्र अर्थतन्त्रको चाहिँ समष्टिगत आर्थिक खाकामा राखिन्छ। त्यसै गर्दा बजेट खाकामा कुन वर्षको लागि कति बजेट विनियोजन अथवा बजेटको भोल्युम कति पुर्याउने 5 वर्षभित्र भन्ने कुराहरू चाहिँ बजेट खाकामा आउँछ भने नतिजा खाकामा रिजल्टहरू त्यसबाट के आउँछ भन्ने कुराहरू चाहिँ अब यी भयो सैद्धान्तिक पाटो होइन। अब यसमा 3 वर्षको तथ्याङ्क हामी भन्छौँ, 3 वर्षको तथ्याङ्क समावेश हुन्छ, 3 वर्षको खर्चको प्रक्षेपण गरिन्छ। जस्तो हामी के गर्छौँ भन्दाखेरि बजेट बनाउँदाखेरि अघिल्लो आर्थिक वर्षको यथार्थ खर्च, त्यसपछिको रनिङ इयरको संशोधित अनुमान अथवा खर्च राख्छौँ, त्यसपछि नेक्स्ट इयरको चाहिँ अनुमानित प्रस्ताव गर्छौँ हामी हो। यहाँलाई कतिको अब यो निकाल्न नसकिन्छ, अर्थै आवधिक योजना छैन भने यो के का लागि बनाउने? आवधिक योजना भयो भने मात्रै हामीले त्यो बनाउन सक्ने भयो, बजेट ल्याउने कुरा छ। आवधिक योजना छैन भने बनाउन नसकिन्छ। जस्तो भयो कि त दुईटालाई जोड्नु, आवधिक र हाम्रो वार्षिक बजेटलाई जोड्नु। अब त्यति भन्दै गर्दाखेरि पनि आवधिक योजना बनाउनु पर्छ, कम्पलसरी यो स्थानीय सरकार नभएकै छ। त्यो नबनायो भने नबनाउँदैन क्या, मूल्याङ्कनका आधारहरू यो नबनाउँदैन नम्बर नआउने, त्यो नबनाइकन यो पनि बनाउन सकिन्छ। फेरि अर्को उपाय के छ भने आवधिक योजना, प्रदेशको आवधिक योजनालाई दिने हाम्रा विभिन्न सेक्टरका विषयवस्तुहरू, टार्गेटहरू दिने। हाम्रो वस्तुस्थिति के छ, हामीले यकिन गर्न सक्ने अवस्था केही डाटाहरू तत्कालै बनाउन सक्ने अवस्था रहन सक्छ भने केही डाटाहरू नहुन सक्छ। त्यो आधारबाट केही डाटाहरू चाहिँ प्रदेशको लिएर आफ्नो विद्यमान स्थिति लिएर प्रदेशको टार्गेटसँगै जाने गरी बनाउनुपर्छ। अब यसले गर्दाखेरि अब फेरि यो 3 वर्षको तथ्याङ्क समावेश हुन्छ भनेपछि 3 वर्ष 5 वर्षभित्र 5 मा झार्ने प्रति हजारमा भनेर टार्गेट दियो। पहिलो वर्ष हाम्रो अहिलेको विद्यमान स्थिति 50 हो, पहिलो वर्ष हामीले 40 मा झार्ने भनेको थियो। तर रियलिस्टिक जाँदाखेरि त्यो 40 बाट 35 पनि हुनसक्छ। त्यो वर्षमा हामीले लक्ष्य एचिभ गरेको होइन, अथवा 45 पनि हुनसक्छ। अब फेरि नेक्स्ट इयरको बजेट बनाउँदाखेरि त त्यो अनुसार 45 भयो भने पनि त्यसलाई अझ घटाउने गरी बजेटको स्रोत विनियोजन त्यहाँ चाहिँ थप्नुपर्ने होला। के कसरी हुन्छ, तालिम दिएर अथवा प्रशिक्षण गरेर होइन, जनचेतना जागृत गराएर हो कि अथवा हाम्रो स्वास्थ्य सेक्टरमा अलिकति स्वास्थ्य सेवा सुधार गरेर हो कि अस्पतालहरू सुदृढीकरण गरेर हो कि के गरेर त्यो सेक्टरमा बजेट चाहिँ छुट्याउनु पर्यो। त्यसरी यसले चाहिँ गाइड गर्ने हो कि बजेट विनियोजन गर्ने। अथवा हामीले त्यो आवधिक योजनामा टार्गेटै एकदमै हाई राखेका रहेछौँ भने अब त्यो टार्गेट अनुसार हामी जान नसक्ने स्थिति पनि हुनसक्छ। त्यसैले प्रत्येक वर्ष रिभिजन गर्दै अघिल्लो वर्ष गरेको टार्गेटको आधारमा उपलब्धि यति भयो, अब चाहिँ नेक्स्ट इयर हामी यति मात्रै गर्न सक्छौँ भनेर रिभिजन गर्दै प्रत्येक वर्ष चाहिँ यो बनाउँदै अगाडि बढ्नुपर्छ। 3 वर्षको तथ्याङ्क समावेश गरे तापनि प्रत्येक वर्ष त्यसलाई अपडेट गर्दै जान्छ। अब मैले भनिहालेँ आवधिक योजना र बजेटलाई जोड्ने कार्यक्रम, बजेट कार्यक्रमलाई त्यसै गरेर Q1 Q2 गर्ने, Q1 Q2 पहिला चाहिँ तेस्रो थियो, अहिले तेस्रो छैन, Q1 Q2 गर्दै आयोजनाहरू प्राथमिकरण गर्दै जाने। अब आयोजना प्राथमिकरण के आधारमा हुन्छ भन्ने कुरा मैले भनिहालेँ। आवधिक योजनासँग टाइअप हुने गरी छ भने पनि त्यसले मार्क अलिकति हाई पाउँछ, आवधिक योजनामा समावेश छैन भने त्यसले कम पाउन सक्छ।